यो भिडियो विदेश जान चाहनेको लागि र विदेश पठाउनेहरूको लागि। वैदेशिक रोजगारीमा जाने क्रममा एकजना साथी भेटिनु भयो। अनि उहाँलाई तपाईँ कुन देश जाँदै हुनुहुन्छ भनेर सोधेको हामीले, उहाँले अर्जेन्ट भन्नुभयो क्या। अनि हामी आफै छक्क पऱ्यौँ, अर्जेन्ट भन्ने के भन्न खोज्नु भएको उहाँले। उहाँ यो तराई भेगतिरको हुनुहुन्थ्यो, अनि हामीले बुझ्दै बुझेन उहाँले के भन्न खोज्नु भएको भन्ने नै। अनि फेरि एकछिनपछि हामी दुईजना थियौँ, अनि हामी दुईजनाले के भन्नुभयो होला उहाँले भनेर गफ गर्दै गऱ्यौँ। पछि बाहिर निस्किसकेपछि त्यहाँ अर्को एकजना उहाँको साथी पनि हुनुहुन्थ्यो। उहाँले भन्न खोज्नु भएको एजेन्ट रहेछ, अर्जेन्ट भन्नुभयो उहाँले। तर उहाँले भन्न खोज्नु भएको चाहिँ एजेन्ट रहेछ भन्नाले उहाँ कुन देश जाँदै हुनुहुन्छ भनेर सोधेको क्वेसनमा उहाँले एजेन्ट भन्नुभयो क्या। उहाँलाई आफू कुन देश जाँदैछु पनि बताउनु पनि छैन, अथवा सायद थाहा पनि छैन। अनि त्यस्तो मान्छेले त्यहाँ गएर के काम गर्नुहुन्छ। विदेश पठाउनेहरूले पनि यो कुरालाई चाहिँ एकदम ध्यान दिन पऱ्यो, ताकि उनीहरू गइसकेपछि त्यहाँनिर कुनै पनि प्रब्लममा नफसोस्। अनि आफू जो जान लाग्छ त्यो मान्छे पनि म साँच्चै विदेश जानको लागि क्यापेबल छु छैन, म जान लागेको कम्पनी कस्तो हो, मैले गर्ने काम कस्तो हुन्छ, मैले पाउने स्यालेरी कस्तो हुन्छ, अनि मैले गर्ने कामको यो सबै चिज हुन्छ नि, एकदमै धेरै ध्यान दिनुपर्ने चिजहरू हो। त्यसो भनेपछि रोजगारीमा हुने जुन ठगीदेखि लिएर धेरै चिजहरू कम हुनसक्छ। त्यही भएर पठाउनेले पनि यस्तो चिजहरू एकदम ध्यान दिनु होला, तपाईँले कस्तो मान्छेलाई पठाउँदै हुनुहुन्छ भनेर। अनि जाने मान्छेले पनि म साँच्चै यो कुरामा जानलाई क्यापेबल छु कि छैन, त्यो कुरालाई एकदमै हेरेर मात्रै जानु होला। वे टु सक्सेसले विदेश पठाउने काम चाहिँ गर्दैन। अब हामीलाई यो भिडियो हेरिसकेपछि विदेश पठाउनुहुन्छ भनेर मेसेज गर्नुभयो भने सरी, हामीले विदेश पठाउने काम चाहिँ गर्दैनौँ। वे टु सक्सेसको सर्भिस बुझ्नको लागि हामीलाई मेसेज गर्नुभयो भने चाहिँ वाट्सएपमा।